प्रति तपाईँले गरेको बेइमानीका कारणले आज देशभरका साथीभाइहरू पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका साथीभाइहरू चन्द्र डस्टर छोडेर कक्षा कोठा छोडेर सम्पूर्ण साथीभाइहरू यहाँ आउनुभएको छ। हिजो तपाईँहरूलाई सबै नेताहरूलाई काम गरेर भन्न चाहन्छु, तपाईँहरूलाई पढाउने पनि तिनै शिक्षकहरू थिए। हिजो तिनै शिक्षकहरूले हातको औँला समातेर तपाईँहरूलाई कपुरी क पढाएका थिए। आज तपाईँ नेताहरू यतिको बेइमान निस्कनुहुन्छ भन्ने हिजोका गुरुहरूलाई थाहा भएन। आज तपाईँहरू आफ्ना सम्झौताहरू आफूले बोलेका बोलीप्रति यतिको बेइमान होला भन्ने थाहा पाएको भए हिजो नै यो कुरा हुन्थ्यो। त्यसैले आज बाध्य भएर पूर्व मेचीदेखि पश्चिम महाकालीका साथीहरू सबै साथीहरू आज तपाईँहरूप्रति आउने खडाउनका लागि यो ठाउँमा उपस्थित हुनुभएको छ। र विगतमा लामो समयदेखि हामीलाई ड्युटी पढाउने नेताहरू, हामीलाई ड्युटी पढाउने ब्युरोक्रेटहरू, तपाईँहरू राज्यले शिक्षकहरूप्रतिको ड्युटी पुरा गर्नुपर्छ कि पर्दैन? राज्यले शिक्षकहरूप्रति गरेको कमिटमेन्ट पुरा गर्नुपर्छ कि पर्दैन? आज तपाईँहरू आफ्नो ड्युटी पुरा गर्नुहोस्। हामी शिक्षकहरू गएर कक्षा कोठाप्रति हामी पेसाप्रति आफ्नो ड्युटी गर्छौँ। र अर्को कुरा के भन्न चाहन्छु भने गत वर्ष यही ठाउँमा मैले गत वर्ष काठमाडौँको मेयरलाई बालेन्द्र शाहलाई मैले च्यालेन्ज दिएको थिएँ नेपाल शिक्षक सङ्घका तर्फबाट मैले आफूले बोल्ने क्रममा। तर यो वर्ष बालेन्द्र शाहले नेपाली शिक्षकहरूका प्रति जुन खालको आज सकारात्मक धारणा पेश गर्नुभएको छ सम्पूर्ण नेपाली शिक्षकहरूको तर्फबाट, यो शिक्षक सागरका तर्फबाट काठमाडौँ महानगरपालिकालाई धन्यवाद दिन चाहन्छु। र जसले आयोजना गर्नुभएको छ यो कार्यक्रमलाई सहयोग गर्नुभएको छ तपाईँहरू सबैलाई धन्यवाद दिन चाहन्छु। र यो आन्दोलन यति मात्र होइन, अनिश्चितकालीन हो। अनिश्चितकालीन आन्दोलनमा अहिले धेरै साथीहरू गाउँ गाउँबाट आउन बाँकी छ। धेरै साथीहरू अहिले बाटोमा हुनुहुन्छ। साथीभाइहरूलाई सबै साथीहरूलाई जिल्लाबाट सबै साथीभाइहरूलाई सबैलाई खबर गर्न आवश्यक छ। सबै जिल्लाको हाजिर गर्न आवश्यक छ। नआउने साथीहरूलाई लगातार झिकाउने र झिकाएका साथीहरूलाई टिकाउने यो दुईवटा रणनीति नगरी नहुने भएको छ। हामी शिक्षा ऐन गत वर्षको आन्दोलनले सम्झौता गराएको थियो। यसपालिको आन्दोलनले शिक्षा ऐन नगद शिक्षा ऐन लिएर घर जानका लागि यो आन्दोलन आएको। त्यसैले साथीभाइहरू समस्या हजार हुन सक्छन्, दुःख हजार होला। ती सबै समस्याहरूलाई तपाईँहरूले सहेर तपाईँहरू यो ठाउँमा लामो समयसम्म आन्दोलनको निष्कर्ष ननिक्लिन्जेलसम्म तपाईँहरू बसिदिनका लागि हार्दिक अनुरोध गर्दै तपाईँहरूलाई यो आन्दोलनलाई सहयोग पुर्याउनु हुने सम्पूर्ण पत्रकारको साथीहरू, सुरक्षाकर्मी साथीहरू, स्वयंसेवक साथीहरू, विभिन्न हर तरहले सहयोग गर्नुहुने यसलाई चाहिँ विभिन्न पानी खुवाउनु भएको छ। साथीभाइहरूले स्थान विभिन्न चाहिँ सहयोग गर्नुभएको छ। ती सम्पूर्ण साथीहरूलाई धन्यवाद दिँदै यो कार्यक्रमका तर्फबाट नेपाल शिक्षक सङ्घ जो 90,000 नेपाली शिक्षकहरूको संस्था हो, त्यो शिक्षकको वरिष्ठ उपाध्यक्ष हैसियतले म सबै साथीहरूको तपाईँहरूप्रति धन्यवाद दिन चाहन्छु र मेरा कुरा यति गर्न चाहन्छु। हवस्, धन्यवाद। जय नेपाल। धन्यवाद वरिष्ठ उपाध्यक्षज्यूलाई। यसपछि छोटो रूपमा आफ्नो बनाइराखिदिनु हुन अघि नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष विजय रत्नज्यूलाई आफ्नो बनाइराखिदिनु उहाँ हिजो छुट्नु भएको कारणले हो है। सर्वप्रथम यहाँ उपस्थित हुनुभएका पूर्व मेचीदेखि महाकालीबाट आउनुभएका समस्त शिक्षक, विद्यालय कर्मचारी र निजी स्रोतका विद्यालयका शिक्षकहरू र संस्थागत विद्यालयका शिक्षक तमाम शिक्षकहरूलाई अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट हार्दिक अभिनन्दन। साथीहरू, तपाईँहरूले आज हामीले यो शिक्षकहरूले आन्दोलन, मलाई त यो आन्दोलन होइन, हामीले अपिल गरेको छु। हामीले यो आन्दोलनबाट हामीले राज्य सत्तामा शासन गर्नेको लागि हामी यहाँ आइरहेको छैन। विडम्बना के छ भने शिक्षकहरूले शिक्षा ऐन जारी गरियोस्, शिक्षा विधेयक पारित गरियोस् भन्ने हामीले आफ्नो
दुःख भोगाउनु पर्ने यो राज्य व्यवस्थाका हामी शिक्षक हौँ। यसकारण यो जुन आज हामी उपस्थित भइराखेका छौँ यो ऐतिहासिक उपस्थिति हो। शिक्षकहरूको मात्रै यो सङ्घर्ष होइन, यो तमाम विद्यार्थीहरूको, तमाम अभिभावकहरूको, देशकै शिक्षा नीतिको खाका चाँडै कोरियोस् र देशको शिक्षा नीति कस्तो हुनुपर्छ भन्ने कुरामा आम हामी शिक्षकहरू, अभिभावकहरू, विद्यार्थीहरूले चाहेको छ र यसको हामीले मूलत अगुवाई मात्रै गरेका हौँ। यसकारण देशको शिक्षा कस्तो हुनुपर्छ भने थाहा नै हाम्रो देशमा नभएको अवस्थामा हामी शिक्षा विधेयक पारित गरियोस् भन्ने कुरामा हामी अपिल गर्नुपर्ने। जसरी हामी देशैभरका शिक्षक साथीहरू यहाँ आएर हामीले दुःख व्यक्त गर्नुपर्ने यो ऐतिहासिक घटना हो। कुनै पनि देशमा शिक्षकले विधेयक पारित गरियोस्, शिक्षा ऐन जारी गरियोस् भन्ने मूलत यो नेपाल बाहेक विश्वका कुनै पनि देशमा यस्ता ऐन बनाउनुको लागि आन्दोलन गरेको होला जस्तो मलाई लाग्दैन। यसकारण आज हामी दोस्रो शिक्षा ऐन जारी गरियोस्, विधेयक चाँडै पारित गरियोस् भन्ने हामी एउटै आशाका साथ हामीले यहाँ आइरहेका छौँ। पुनः एकपल्ट यो देशभरका तमाम शिक्षकहरूलाई निश्चय नै मलाई आशा लाग्दछ र अहिले के हुन्छ हाम्रो यो उपस्थितिले गर्दाखेरि सम्बन्धित निकायहरूको ध्यान निकै नै एकदम के चल्दाखेरि चाँडै पुगोस् भन्ने कुरामा आग्रहका साथ मेरो छोटो भनाइ यही। धन्यवाद। धन्यवाद अध्यक्षज्यूलाई। यसपछि नेपालका भाइरल सर सन्तोष परिवारलाई आफ्नो भनाइ राखिदिनु हुन अनुरोध। सम्पूर्ण शिक्षक गुरुहरूलाई नमस्कार। म एकदम समय छोटो छ, त्यसकारण के कति पनि समय लिँदिनँ। तपाईँले मलाई सामाजिक सञ्जालमा देखिरहनु भएको होला। सबै साथीहरूसँग आज भेट हुने अवसर पर्यो। मलाई सामाजिक सञ्जालमा चिनिएको एउटा गीत थोरै गाउँछु, त्यसपछि म केही मुक्तकहरू सुनाउँछु। सहमति सधैँ गर्ने, सहमति सधैँ गर्ने, कार्यान्वयनमा पछि सर्ने, हत्तेरीका मन्त्री तिम्रो, हत्तेरीका सरकार तिम्रो, उधारो पाराले हामीलाई ढाल्यो 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 ढाल्यो, ए हामीलाई ढाल्यो 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 ढाल्यो। यति मात्रै भने अब म तपाईँहरूको माझमा मैले तयारी गरेको मुक्त सुनाउन चाहन्छु। देशको पीडा सम्झेर आँसु चुने गर्छ, देशको पीडा सम्झेर आँसु चुने गर्छ, दिनदिनैको आन्दोलनमा मन रुने गर्छ। जुन देशमा गुरुलाई सम्मान हुँदैन त्यो देशको हालत सधैँ यस्तै हुने गर्छ, त्यो देशको हालत सधैँ यस्तै हुने गर्छ। सानो सानो कुरामा पनि किन लड्नुपर्छ, सानो सानो कुरामा पनि किन लड्नुपर्छ, जुलुस र हडताल मात्रै किन गर्नुपर्छ। म त्यस्तो देशको नागरिक हुँ जहाँ ऐन ल्याऊ भनी आन्दोलन गर्नुपर्छ, जहाँ ऐन ल्याऊ भनी आन्दोलन गर्नुपर्छ। अब एउटा लाग्छ होला बारम्बार यिनी किन आउँछन्, लाग्छ होला बारम्बार यिनी किन आउँछन्, काठमाडौँको सडकभरि यिनी किन छाउँछन्। जुन देशमा नेतृत्वले जिम्मेवारी छैन भने, जुन देशमा नेतृत्वको जिम्मेवारी छैन भने शिक्षक, विद्यार्थी, नेता सबले दुःख पाउँछन्, शिक्षक, विद्यार्थी, जनता सबले दुःख पाउँछन्। अब अन्तिम मुक्त, समय थोरै छ त्यसकारण। दिन कति लाग्छ गनेर जाने हो, दिन कति लाग्छ गनेर जाने हो, हाम्रो लागि न्यायको बाटो खनेर जाने हो। बारम्बार आइरहने बनाइरहन्छ सरकार, बारम्बार आइरहने बनाइरहन्छ सरकार। कि जितिन्छ कि बितिन्छ भनेर जाने हो, कि जितिन्छ कि बितिन्छ भनेर जाने हो। हस्, धन्यवाद। धन्यवाद सरलाई। हामी करिब करिब कार्यक्रमको अन्त्यतिर आएका छौँ। यसपछि पनि धेरै मुक्तकहरू, कविताहरू, कथाहरू पनि यहाँ छन्, गीतहरू पनि छन्, तिनलाई हामी यहाँ पालो दिनेछौँ। यसपछि आफ्नो भनाइ राखिदिन हुन म नेपाल शिक्षक महासङ्घका
उपाध्यक्ष श्री रामप्रसाद पोखरेलज्यूलाई अनुरोध गर्दछु र उपाध्यक्ष प्रेम प्रसाद भट्टराईले पनि मञ्चमा आइदिन अनुरोध गर्दछु। धन्यवाद महासचिवज्यू। आजको यो विशाल गृह सभाका स्तरीय सभापतिज्यू, प्रमुख अतिथि हाम्रो सिएनटीका राष्ट्रिय समिति उपाध्यक्षज्यू, सबै नेतागण, यहाँ उपस्थित सुदूरपश्चिमबाट सुदूरपश्चिम सुदूरपूर्वबाट आउनुभएका सबै विद्यालय शिक्षा कर्मचारी साथीहरू, हामीले यो आन्दोलन हिजोबाट सुरु गरेका छौँ। यो अनिश्चितकालीन शैक्षिक आम हडताल हो। यो आम हडतालमा हिजो हामी 1 लाख शिक्षकहरूको उपस्थिति थियो। आज हामी 2 लाख शिक्षक उपस्थिति भएका छौँ। सायद छेउकुनाबाट हिँडिरहनुभएका कतिपय शिक्षक साथीहरू भोलि थपिरहेछन्, पर्सि थपिरहेछन्। 3 लाख, 4 लाख, 5 लाख हुँदै यदि हाम्रा पूर्व सहमति भएका कुराहरू सुनवाई भएनन् भने हाम्रा विद्यार्थी पनि गुरु खोज्दै खोज्दै आउनेछन्। हाम्रा विद्यार्थीहरू कता गए भनेर उनका बुबाआमा पनि हाम्रा पछि पछि आउँदैछन् र 15-20 लाखको चाहिँ जनसागर उर्लिनेछ। हामीसँग विगतमा भएका सहमतिहरू कार्यान्वयन नगरी हामी यो सडकबाट फर्कने छैनौँ। हामीले भन्न पनि लाज लाग्दो छ, भन्न पनि शर्म लाग्दो छ। लोकतान्त्रिक गणतन्त्र व्यवस्था आएको छ। लोकतान्त्रिक गणतन्त्रमा तिमीहरू प्रधानमन्त्री मन्त्रीहरू छौ, बसेका छौ, जनताले निर्वाचन गरेका छन्। के शिक्षामा लोकतन्त्र आउनु पर्दैन? के शिक्षामा आजभन्दा 53 वर्ष अगाडिको शिक्षा ऐन र तदनुकूल बनेको नियमहरूले आजसम्म राज गरेर यो देशमा लोकतन्त्र आएको हुन्छ? किमार्थ शिक्षा क्षेत्रमा लोकतन्त्र आएको छैन? किमार्थ शिक्षा क्षेत्रमा गणतन्त्र आएको छैन? यही भइरहेको शिक्षा ऐन 2028 र त्यो अनुकूल बनेको नियमावली पनि पालिकामा पुग्दाखेरि एउटा गाउँपालिकाको अध्यक्षले एउटा तरिकाले, अर्को गाउँपालिकाको अध्यक्षले अर्को तरिकाले, एउटा नगरपालिकाको अध्यक्षले मनलाग्ने तरिकाले त्यो ऐनलाई पनि चुतेर च्यातेर धुधा पारेर आफ्नो अनुकूल व्याख्या गरेका छन्। आज शिक्षा ऐन 2028 सघन आइसियु कक्षामा छ। सरकार त्यही सघन उपचार कक्षामा भइरहेको राष्ट्रिय शिक्षा ऐन नगरिकन त्यही ऐनलाई बोक्न चाहन्छ। खबरदार, अब देशमा आउँदो सुशासनयुक्त राष्ट्रिय शिक्षा ऐन 2082-2081 सालमा जारी गरेर हामी यहाँबाट 2081 सालमा जारी गरेर यही अधिवेशनबाट जारी गरेर हामी फर्किनेछौँ। यो अधिवेशन भनेको तिमीहरूलाई सांसदहरूलाई मन लाग्ने हो भने, सरकारलाई मन लाग्ने हो भने आजको भोलि विशेष संसद बैठक बस्छ। शिक्षकहरूलाई, कर्मचारीलाई माया मान्ने 40% माननीयता हुनुहोला। 40% माननीयज्यूहरूले विशेष बैठक आमन्त्रण गर्न सक्नुहुन्छ। त्यो विशेष बैठकले 1 दिनमा राष्ट्रिय शिक्षा ऐन पारित गर्न सक्नेछ। यी सबै शिक्षकहरूको माया ममता पाउने, आशीर्वाद पाउने ती मान्यज्यूहरू सदा कालजयी हुनेछन्। तपाईँहरूको राजनीतिक भविष्य पनि सुन्दर हुनेछ। त्यसैले विशेष अधिवेशनको आह्वान गर्नुहोस्। 1 हप्ता भइसकेको छ उपसमिति गठन भएको। राष्ट्रिय शिक्षा ऐनलाई मस्यौदालाई समाप्त गर्ने, समरी गर्ने 1 हप्ता भइसकेको छ। तपाईँले चाहनुभयो भने 3 दिनमा यो पुरा हुन्छ। त्यसैले कतिपय शिक्षक साथीहरूले प्रधानमन्त्री बाहिर जानुभयो, अब के हुन्छ भन्नुभएको छ। प्रधानमन्त्री बाहिर सधैँ गएका होइनन्। संसद अन्त्य भयो, अब के हुन्छ भन्नुहुन्छ। इच्छा शक्ति भयो भने संसद विशेष भोलि बढ्न सक्छ, सधैँको लागि अन्त्य भएको होइन। त्यसैले हामी निरन्तर रूपमा हामी आन्दोलनमा खटौँ र कुनै पनि यहाँ देशभरिका शिक्षक साथीहरू जो यहाँबाट सुनिरहनु भएको छ, काठमाडौँको यो कार्यक्रमलाई प्रत्यक्ष प्रसारण हेरिरहनु भएको छ, ढोका खोलेर तपाईँहरू पनि भोलिबाट यो आन्दोलनमा आउनुहोला। देशभरिका शिक्षक साथीहरू यो आन्दोलनमा आउनुहोला। अहिले हामीले के जितिन्छ भन्नुभयो थियो, यो मासले भन्यो अब पिटिँदैन, अब शिक्षा ऐन विरोधीहरूलाई पिटाइन्छ र सङ्घीय शिक्षा ऐन जारी गरेर विद्यालय शिक्षा ऐन जारी गरेर फर्किन्छ। यसको लागि नेपाल शिक्षक महासङ्घ हामी दृढतापूर्वक एकताका साथ हामी अडिग भएर
लागेका छौँ। अहिले कुनै पनि हालतमा हामी पछि फर्किने छैनौँ। यस्तो मौका हामीलाई आउने छैन। यो 1 जुनमा एकपटक आउने यो बृहत आमसभा हो, आम हडताल हो। यसलाई निष्कर्षमा नपुर्याइकन नेपाल शिक्षक महासङ्घ विश्राम्ने छैन भन्दै यो मेरो भनाइ यही अन्त गर्दछु। धन्यवाद, नमस्कार। धन्यवाद उपाध्यक्षज्यूलाई। खाली उच्च यार इतना उच्च हो फिर साला यार